केही दिन अगाडिको दाजुभाइको हत्याकाण्डमा चाहिँ अहिले नयाँ खुलासा भइसकेको छ। अब सुरुवाती यस भिडियोमा देख्न सक्नुहुन्छ कि दुईजना दाजुभाइले मिलेर चाहिँ उसलाई चाहिँ धेरै नै पिटिरहेको देखिन्छ। उसलाई माथिबाट तल भुइँसम्म फालेको पनि देखिन्छ। तसर्थ त्यसपछिको भएको काण्डमा चाहिँ के भयो त्यो प्रष्ट रूपमा देखेको छैन र जति भिडियो छ त्यो अनुसारले चाहिँ सायद उसको दाजुभाइको नै गल्ती जस्तो देखिन्छ। अब पुख्ता सबुत नभइकन केही बोल्न मिल्दैन, तर के भएको कुरा भन्ने कुरा चाहिँ अहिलेसम्म खुलासा भएको छैन र कसरी चाहिँ यो मोडसम्म पुग्यो भन्ने कुरा चाहिँ खुलासा भएन। जबसम्म देखिन्छ तबसम्म चाहिँ के लाग्छ भने अब यो उसले आफ्नो सेल्फ डिफेन्सको लागि चक्कु प्रहार गर्न बाध्य भएको जस्तो देखिन्छ। अब वास्तविक कुरा के हो त्यो कसैलाई पनि थाहा छैन। तसर्थ तबसम्म चुप लगाएर बसौँ र यो कुरालाई चाहिँ धेरै नबढौँ र यस कुरालाई साम्य हुन दिउँ र के कारणले भएको त्यो प्रहरी कर्मीज्यूहरूले गर्नुहुन्छ। तसर्थ त्यो बिचमा चाहिँ कोही अनाप शनाप नबोलौँ, नचाहिँदो कुराहरू सामाजिक सञ्जालमा फैलाउने काम नगरौँ। धन्यवाद।